नमस्कार। आज चाहिँ म तपाईँहरूलाई जो तपाईँहरू चाहिँ जापानिज सिक्न खोजिराख्नु भएको छ, भर्खरै तपाईँ थाल्नु भएको छ अथवा कसैले 1 हप्ता भयो पढ्नु थाल्नु भएको होइन, तर तपाईँहरूलाई चाहिँ हिरागाना लेख्न अझै आएको छैन क्या। हिरागाना लेख्नुलाई अझै कन्फ्युज हुन्छ। पढ्नु आउँछ, आ इ उ ए ओ भन्नु आउँछ, तर लेख्ने बेलामा चाहिँ कन्फ्युज हुन्छ। के लेख्ने, कसरी लेख्ने, आ कसरी लेखिदियो भन्ने कन्फ्युज हुन्छ भने तपाईँहरूलाई म आज हिरागाना चाहिँ लेख्न चाहिँ तपाईँलाई पिक्चराइज गरेर तपाईँहरूलाई इमेजिनेसनमा डुबाएर चाहिँ लेख्ने कोसिस गर्छु है, सिकाउने कोसिस गर्छु। तपाईँहरूले एकचोटि ट्राई गर्नुहोस् है। ल अब स्टार्ट गरिहालौँ होइन। फर्स्ट अफ अल हामी जाउँ। अब हामी यो फर्स्ट लाइन, हिरागानाको फर्स्ट लाइनमा आ इ उ ए ओ है, जम्मा 5वटा छ है। यसलाई नेपालीमा आ इ उ ए ओ, नेपालीबाट मैले रातोबाट लेख्दैछु है। अब स्टार्ट गरौँ आबाट है। अब आलाई कसरी इमेजिनेसन गर्ने भन्ने कुरा है। आ लेख्ने बेलामा तपाईँहरूलाई हेर्दाखेरि आउँछ, आ चिन्नुहुन्छ, तर लेख्ने बेला आउँदैन होइन। लेख्ने बेला नआएको खण्डमा चाहिँ अब यसलाई कसरी इमेजिनेसन गरेर लेख्न सक्ने बनाउनु त भन्ने कुरा हो मेरो है। ल अब ट्राई गरौँ है त। अब फर्स्टमा के गरौँ भनेदेखि पिक्चराइज है। अब यो मान्छेको हात भयो, बुझ्नुभयो? यो मान्छेको हात भयो, यो भयो, के भयो, मान्छे भयो है। यो मान्छे भयो नि त। अब यो हात भयो, एकदम पुरै मान्छे भयो। अब यसलाई के गरौँ भन्दाखेरि यो मान्छेलाई चाहिँ कसैले आएर तपाईँलाई डोरीले बाँधिदिन्छ अरे। यसरी यहाँ बाँधिदिन्छ। यसरी बाँधिदियो भने तपाईँलाई के हुन्छ तपाईँलाई भन्दाखेरि कसैले डोरीले मान्छेले पेटमा बाँधिदियो भने, कस्दियो भने के हुन्छ, उसलाई दुख्छ नि त। दुख्दाखेरि चाहिँ उसले के भन्छ भने आ गर्छ क्या, दुख हो क्या उसलाई। आ गऱ्यो भने अब यसले के भयो, यो चाहिँ आ भनेर बुझ्नु पऱ्यो क्या। बुझ्नुभयो? यो मान्छे भयो, यो हात भयो, यो मान्छे भयो। यसलाई डोरीले बाँधिदिने क्या, यसरी स्वाट डोरीले कस्दिने हो क्या, यसरी कस्दिने हो। कसेपछि के भयो, आ भन्नु नि, त्यही भएर यो आ हो। बुझ्नुभयो? त्यही भएर यसलाई लेख्दाखेरि चाहिँ थोरै अलिकति यो हात भयो, यसलाई अलिकति बङ्गाइदिने, यसो बङ्गाइदिने, अनि यहाँबाट डोरीले कस्दिने क्या, यसरी डोरीले कस्दिने, यसलाई स्वाट डोरीले कस्दिने। त्यतिखेर तपाईँलाई दुख्यो, पेटमा कस्दाखेरि दुख्यो, आ भयो, त्यही भएर यसलाई आ भनिन्छ। बुझ्नुभयो? अब अर्को ईलाई चाहिँ अब कसरी सम्झिने भन्दाखेरि चाहिँ ई चाहिँ तपाईँले यसरी सम्झिनुहोस्। अब ई चाहिँ कुनै पनि तपाईँको एउटा सानो बच्चा छ, 3 वर्ष 4 वर्षको बच्चा छ है। त्यो बच्चाको खुट्टा सम्झिनुहोस् है। यसलाई खुट्टा, यो खुट्टा हो नि त, यो तलको पन्जा हो, यो खुट्टा हो है। यो खुट्टा सम्झिनुहोस् है। यो खुट्टा चाहिँ अब यहाँ बल छ, मानौँ यहाँ बल छ अरे। यो बल चाहिँ त्यो तपाईँको बच्चाले प्वाङ हान्यो अरे क्या, बल खुट्टाले हान्यो अरे क्या। खुट्टाले हान्दाखेरि चाहिँ त्यो बल चाहिँ कहाँ गयो, यसरी उछिटेर गयो क्या, यसरी। अब बल जान्छ नि त हानिसकेपछि। बल गइसकेपछि त यसलाई कसरी सम्झिने भनेदेखि अब यो खुट्टा भयो, यसपछि बललाई हान्यो, बल हानिसकेपछि यसलाई के भने, यो बललाई चाहिँ कसरी लेखिदिउँ भनेदेखि यस्तो गरिदिउँ खुट्टा, अनि यो बल चाहिँ सट्ट हुत्तिएर गएर यहाँ गयो अरे क्या, यहाँ गएर यसरी लेखिदिउँ ट्याक्क। बल भन्दाखेरि गोलै नलेखौँ, यसलाई ट्याक्क यसरी सम्झ्यौँ। यसरी लेखेपछि चाहिँ के भयो भन्दाखेरि चाहिँ उसले चाहिँ बच्चाले आँट गएपछि बललाई माथि गएपछि बल चाहिँ के भयो, उसले के भन्छ, इ गर्छ क्या। बल माथि गयो भनेको इ गर्छ, त्यही भएर यसलाई इ भनेर सम्झ्यो है। तपाईँहरूलाई म पिक्चरबाट सम्झाउनु खोजिरहेको छु है। यो बच्चाको खुट्टा भयो, बच्चाले बल हान्दाखेरि चाहिँ बल उही माथि यहाँ पुग्यो क्या। यहाँ गएपछि बच्चाले के भन्यो, इ गर्यो, त्यही भएर इ भने यसलाई इ भनेर पढिन्छ। बुझ्नुभयो? अब ऊलाई चाहिँ कसरी पढौँ भन्दाखेरि ऊ चाहिँ नेपालीमा नि ऊ भनेपछि यो ऊ र यो ऊमा लगभग सेमै छ नि त होइन, लगभग सेमै छ। अब हामीले यसरी सम्झिदिउँ कि जापानिजले ऊ चाहिँ नेपाली ऊ चोर्न चाहिँ खोज्यो होइन। नेपालीबाट नेपालको ऊलाई चाहिँ उनीहरूले चोरेर लेख्न खोज्यो। चोरेर लेख्दाखेरि चाहिँ उसले पुरै ऊ चाहिँ सम्झिन सकेन क्या। नसम्झिन सकेपछि उसले के लेख्नु खोज्यो, यसो गरेर यस्तै लेखेको थियो है भन्ने सम्झिनु खोज्यो क्या उसले। किन आदि यसो गर, यसो आदि मात्रै सम्झ्यो क्या उसले। त्यही भएर आदि मात्रै ऊ लेखिदिनुहोस् होइन। यो माथिको टिकालाई अलिकति माथि राखिदिनुहोस्, यो तल राखिदिनुहोस्। ऊ चाहिँ लगभग उस्तै छ है। तपाईँ त्यसरी नै सम्झिनुहोस्, लगभग उस्तै छ, तर माथि एउटा टिक्का गरेर तल यसो टिक्का पारिदिनुहोस्। हेर्दाखेरि ऊ लगभग सेम छ, यसरी सम्झिनुहोस्। अब ए कसरी सम्झिने, गाह्रो छ है। अब एलाई चाहिँ कसरी सम्झ्यौँ भन्दाखेरि तपाईँ जस्तै एरोप्लेन सम्झ्यौँ। एरोप्लेनको ए है। एरोप्लेनको ए भनेपछि यो एरोप्लेन भयो, यो एरोप्लेन आयो है। यसलाई एरोप्लेन सम्झ्यौँ होइन। यो एरोप्लेन आयो नि त, यो एरोप्लेन हो नि त।
अब एरोप्लेन त कहाँ बस्छ भन्दाखेरि त तल यो एरोप्लेन बस्ने त यो फिल हो, यो फिल भयो है। यो फिलमा चाहिँ अब यो फिल मुनि अब तल अलिकति दर बनाउनलाई चाहिँ कङ्क्रिटहरू राखेको छ अरे क्या, यसरी कङ्क्रिटहरू लगाएको छ अरे क्या यसरी है। अब यो फिल भयो, यो एरोप्लेन आयो है, यसरी सम्झिनुहोस्। एरोप्लेन आइरहेछ, फिल्डमा बस्न खोज्यो, ल्यान्डिङ गरिरहेको छ है, यो फिल्ड हो। अब यसैलाई हामीले कसरी सर्टमा लेखिदिउँ भनेदेखि यसलाई नै हामीले सर्टमा सम्झिने तरिकाले लेखिदिउँ। यो एरोप्लेन हो, यो फिल्ड हो, यो फिल्डमा यसरी तल के छ ग्राउन्डमा मुनि एउटा पिच गरेको छ भनेपछि यो ए भयो, यसरी बुझ्नुभयो। यो फिल्ड भयो, तपाईँलाई फेरि म लेखिदिन्छु है म। यो एरोप्लेन भयो सम्झिनुहोस्, यो फिल्ड भयो, यसमै तल के छ फिल्डमा तल ग्राउन्ड बनाएको छ भनेदेखि त्यसलाई ए भनेर सम्झिनुहोस् है। अब अर्को आयो ओ। ओ अलिकति गाह्रो छ, तर तपाईँहरूलाई म ओको चाहिँ तपाईँहरू अब कसरी बनाउनुहुन्छ तपाईँहरूलाई मैले दिएँ है। ओ चाहिँ ल ओ लेख्दाखेरि चाहिँ तपाईँहरूको यो ट्याक्क लेख्नुहोस्, अनि यसलाई सर्र तल राख्नुहोस्, यहाँबाट यसो गरेर बटार्नुहोस्, ट्याक्क यो गर्नुहोस्, यहाँ ट्याक्क बनाउनुहोस्, यो ओ हुन्छ है। यो चाहिँ तपाईँहरूले अब इमेजिनेसन आफै बनाउनुहोस् है। फेरि मैले यो चाहिँ यत्तिकै छोडिदिएँ है। ल अब जाउँ हामी हिरागानाको सेकेन्ड लाइनमा है। सेकेन्ड लाइनमा अघि हामीले आ इ उ ए ओ पढ्यौँ भनेदेखि सेकेन्ड लाइनमा छ का कि कु के को। नेपालीमा रातोमा लेख्दैछु, का कि कु के को है। अब यसलाई पिक्चराइज गर्नु पर्यो। अब तपाईँहरूलाई पिक्चराइजमा सम्झाउँदैछु है म। अब पिक्चराइज कसरी सम्झाउँ भनेदेखि अब फर्स्टमा जाउँ हामी कामा। का जाउँ नर्मली खा भनेको हामी गाउँघरमा हामीले कोदालो चलाउने मान्छे लगभग सबैलाई थाहा छ नि। कोदालो यो हेर्दाखेरि ठ्याक्कै कोदालो जस्तो छ कि छैन? कोदालो, यो कोदालो हो, यो बिँड हो, यो कोदालो हो। सम्झिनुहोस् है, यसरी सम्झिनुहोस्। बिँड हो, यो बिँड हो समाउने, यो कोदालो हो है। यो कोदालो सम्झिनुहोस्। अब कोदालोलाई के गर्नु पर्यो? कोदालो तपाईँहरू खन्दाखेरि यसरी कोदालो चाहिँ कस्तो हुन्छ भने यसो हुत्तिन्छ होइन, यसो हुत्तिएर यस्तो गर्ने होइन, कोदालो यसरी खन्ने हो नि त। त्यही भएर यो कोदालो चाहिँ यसरी हुत्तिँदाखेरि चाहिँ यो यसरी यता यसो गएर यसो ल्याउँदाखेरि चाहिँ के यसलाई के साइनमा सम्झिने गरौँ भनेदेखि चाहिँ कोदालो यसो गरेर यसो हुत्तिने चाहिँ यसलाई सम्झ्यौँ क्या, यसलाई। ल यसलाई सम्झ्यौँ। यसलाई सम्झ्यौँ भनेपछि यसलाई के भयो? कोदालोको खा अनि सम्झ्यौँ है। बुझ्नुभयो? यसलाई अलिकति यसरी लेख्दिउँ, यसरी कोदालोको खा यसरी सम्झ्यौँ। बुझ्नुभयो? का कसरी सम्झिने? कोदालो सम्झ्यौँ, कोदालो लगभग कोदालोलाई यसरी खन्डाएछ, कोदालोको खा। बुझ्नुभयो? कोदालोको खा। अब सेकेन्ड जाउँ कि कसरी सम्झिने? कि चाहिँ भनेको चाबी छ नि, चाबीलाई चाहिँ हामीले इङ्ग्लिसमा के भन्छौँ? की भन्छौँ होइन, की भन्छौँ नि। अब यही चाबी सम्झिनुहोस् क्या। यसलाई चाहिँ अब यो चाबी यस्तो हुन्छ होइन, यो चाबी भयो नि त। अब चाबी यस्तो भयो, यहाँ तल यसो घुमाउनेको टुपीमा अलिकति यस्तो हुन्छ नि, हो यही चाबीको की हो यो। ल यसरी सम्झिनुहोस् तपाईँहरू। ल यो चाबी भयो, यो चाबी भयो, चाबीको यहाँ तल के छ? त्यो घुमाउनेको चुच्चोमा अलिकति चुच्चो हुन्छ नि, त्यो की हो। ल यो की हामीले खोल्ने चाबीको कीलाई की भनेर सम्झ्यौँ। बुझ्नुभयो? खोल्ने चाबीको कीलाई की भनेर सम्झिनुहोस् है। लेख्ने तरिका सिकाइसकेँ मैले, फर्स्ट, सेकेन्ड, थर्ड एन्ड फोर्थ है। अब कु गरौँ। कुखुराको कु। ल सजिलो तपाईँहरूलाई कसरी भने यसलाई कुखुराको कु भनेपछि कुखुराको चुच्चो कस्तो हुन्छ? मुख यस्तै हुन्छ नि कुखुराको। यो कुखुराको कु, कुखुराको चुच्चो मुखलाई कु भनेर पठाउँ है। कुखुरा चाहिँ यहाँबाट यता फर्केको छ र चुच्चो यता फर्काएको छ भनेर चाहिँ कुखुराको कु भनेर पढौँ। अब अर्को के भने चाहिँ अब तपाईँलाई कसरी सम्झाउँछु भनेदेखि म के चाहिँ तपाईँहरूले यसरी सम्झिनुहोस्। दुईटा मान्छे छ, बुझ्नुभयो? दुईटा मान्छेमा चाहिँ एउटा मान्छेले चाहिँ तपाईँलाई यो मान्छेलाई तपाईँलाई जुन राइटपट्टिको मान्छेले चाहिँ तपाईँलाई न्यु खोज्यो क्या। ओए के भनेर उसले देखायो क्या, हात। बुझ्नुभयो? त्यो हात देखायो के भनेर भनेको क्या उसले। के भनेर भन्दाखेरि चाहिँ यो उसले चाहिँ हात देखाएको भएर यो हातलाई चाहिँ
के भनेर सम्झिनुहोस् यसलाई चाहिँ के भयो क्या यसरी त्यसरी सम्झिनुहोस् तपाईँहरू है यो एउटा मान्छे हो त्यसपछि यो पनि अर्को मान्छे हो यसलाई चाहिँ अलिकति तल यसो पारिदिनुहोस् अनि यो मान्छेले चाहिँ के न्यु खोजेको क्या यसलाई न्यु खोज्दाखेरि चाहिँ यसले के गरौँ औँला यसो ठडाको हिसाबले यो औँला बनाइदिनुहोस् के भनेर के भएको बुझ्नुभयो के यसरी सम्झिनुहोस् अब अर्को को अब कोलाई कसरी सम्झिनु भनेपछि को भनेपछि यही कुखुरा चाहिँ राइटतिर फर्केको छ राइटतिर फर्क्यो तर यही कुखुरा चाहिँ कुखुराको चुच्चो भयो नि त यो कुखुरा चाहिँ के भयो भने कुकुरी को गर भने क्या कुकुरी को गरेर कराउँछ नि अथवा को भनेर यो चाहिँ करायो क्या यसले चाहिँ को भनेर करायो कुखुरा करायो क्या त्यही भएर यो चाहिँ कुखुरा कराएको हिसाबले चाहिँ यो कुखुरा कराएको भएर यसलाई चाहिँ बनाइदिउँ क्या यो चुच्चो थियो यो चुच्चोलाई चाहिँ बनाइदिउँ बुझ्नुभयो यो चाहिँ अघि नबासेको केही नबोलेको कुखुरो चुच्चो भयो यो चाहिँ तपाईँको को गरेर करायो कुखुरा कराएको भएर यसलाई चाहिँ कुखुरा कराएको को है यसलाई अलिकति यता पारिदिनुहोस् यस्तो कुखुराको बुझ्नुभयो सजिलो छ हेर्नुहोस् कोदालो खनिरहेछ कोदालो अलिकति हुत्याएको भएर यहाँ ट्याग भयो कोदालोको कि हामीले नर्मली चाबीको हुन्छ नि त्यो चाबीको सानो चाबीको सानो त्यो कि चाहिँ त्यही चाबीको कि भयो यो है यो ठ्याक्कै कि जस्तै छ हेर्दाखेरि यो कुखुराको चुच्चोको भयो कुखुराको चुच्चो के एउटा मान्छे छ अर्को मान्छेले चाहिँ यस्तो औँला देखाएको छ रिसाले भन्नाले अलिकति कराइरहेको छ भनेदेखि यो के भनेर उसले के भनेर न्यु खोजिरहेको छ के अनि को भनेको चाहिँ तपाईँको यही कुखुरो चाहिँ यो चाहिँ दाहिनेतिर फर्केर चाहिँ को गरेर करायो भने यो चाहिँ को भयो बुझ्नुभयो